हामीले तपाईको अहिले यहाँ बसेको हामी 10 वर्ष भयो यहाँ अब उत्पादन गर्न लागेको यहाँ ठाउँमा बसेको तर तपाईको हामीले सिँचाइ गर्ने पाइपको लागि कति अब माग गर्यौं हामीले पाएनौं हेर्नु वडापालिकामा हैन अब आफूले तपाईको अब भन्ने ठाउँमा भनेर नपाएपछि कहाँ जाने हैन यहाँ पाइन्छ भन्ने थाहा हुँदैन नि त हामीलाई अनि अब नानीले के रोए दुध खान पाउने हो त्यसले चाहिँ हजुरहरु यति मेहनत गर्नु यस्तो गर्नुपर्छ तपाईहरुले यस्तो ठाउँमा आउनु होला भनेर अब ठुलाबडा मान्छेले भन्देपछि थाहा हुने त हो हामीलाई सही एकदम नत्र हामीलाई त के थाहा छ र सही हो अब कसैको सहारामा बाँच्न हामीलाई बाध्य छैन तर हामी आफ्नै मेहनतमा यो कति नम्बर वडा हो हजुरले चाहिँ यो गरेको मेहनत देख्दाखेरि यो फलाको सुन्तला देख्दाखेरि यो शरम देख्दाखेरि दुःख देख्दाखेरि हामीलाई एकदम ऊर्जाशील पनि बनाएको छ यसले प्रेरणादायी पनि बनाएको छ हैन यसप्रति चाहिँ तपाईलाई धेरै धेरै धन्यवाद पनि छ मुख्य कुरा त यहाँको सत्ता स्थानीय सरकार हैन यसले पनि एउटा गम्भीरताका साथ दिनुपर्छ किसानहरूलाई उत्साहित बनाउनुपर्छ प्रोत्साहन दिनुपर्छ र आवश्यकता परेको उहाँहरूले सामग्री सबै कुरा जुटाइदिने र अगाडि बढाउनेमा सबैले प्रेरणा दिनुपर्छ त्यसको लागि चाहिँ हामीले आफ्नो तर्फबाट सक्ने सहयोग समर्थन पनि तपाईहरुको लागि गर्नेछौँ धन्यवाद है हस् हुन्छ धन्यवाद ल यहाँ चाहिँ यो गुराँस गाउँपालिका वार्ड नम्बर 1 मा साँच्चै हेर्दाखेरि भुके डाँडो देखिन्छ ओल्लो पल्लो डाँडो तर उहाँहरुको यो आफ्नो जग्गा रहेछ भागको जग्गा यो चाहिँ असाध्यै हरियाली एकदम कति राम्रो हरियाली देखिया छ यो सुन्तला पुरै लटरम्म फलेको छ एउटा बोटमा अनुमानित कम्तीमा पनि 2 क्विन्टलसम्म चाहिँ सुन्तला देखिन्छ यहाँ हेर्नुहुन्छ तपाईले प्रत्यक्ष अहिले पाक्न लागिरहेछ पाक्या छैन र उहाँहरुको सारै मेहनत छ गुराँस गाउँपालिकाका अध्यक्षलाई यहाँका कर्णाली प्रदेशका सरकारलाई त्यसपछि अहिलेका केन्द्रीय सरकारहरू जो बनिराखेका छ जेनजी आन्दोलन पछाडि उहाँहरूले पनि यसलाई चाहिँ हार्दिकतापूर्वक लिदिनु होला र उहाँहरूका पीरमर्का अहिलेसम्म एउटा पाइप पनि पाएका छैनौँ एउटा प्लास्टिक पाएका छैनौँ उहाँहरूले ठुलो गुनासो गर्नुभएको छ तर यही गाउँपालिकामा लाखौं रुपैयाँ चाहिँ कागज मिलाएर खाइरहेछन् मान्छेहरूले ठगिराखेका छन् तपाईको अब हामीलाई वडा अध्यक्ष हैन गाउँपालिका अध्यक्ष तपाईहरुले यस्तो पाउनुहुन्छ आउनु होला भनेर भन्नु पर्यो नि हैन अब के पाइन्छ के कसो पाइन्छ हामी दिनकै धाएर जाने ग्रुप हैन हामी व्यवसाय गरेका छौं खेती किसान गरेका छौं हामीलाई तपाईको राति 4 घण्टा आराम हुन्छ त्यसपछि हामी आराम हुँदैन हेर्नु सही कुरा सबै कुरामा बिजी छौं आफ्नो जर्सी गाई पालेका छौं मोलको लागि दूध खानको लागि अनि बारीमा मोलको लागि होटलमा दही दुधको लागि हैन अनि तपाईको अब उता बुढोले टायर बनाउनुहुन्छ अनि होटल चलाउँछौं हामी धेरै काममा बिजी हुन्छौं हामी तपाईको समय बर्बाद गर्दैनौं हामी जस्तै समय बर्बाद नगरेर अनि दुःख सुख गर्ने मेहनत गरेपछि तपाईको अवश्य आफ्नो गन्तव्यमा पुग्न सकिन्छ तर अर्काको रिस राग मानेर कुनै दिन पनि मान्छेलाई सफलता हुँदैन तर तपाईको अघि बढेर गर्ने मान्छेले किनभने जसरी पनि नुगाउन खोज्छ अवसर दिन खोज्दैन के जसरी पनि मान्छेले नुगाउन खोज्छ वास्तवमा अहिलेको सत्ता चाहिँ जनताको भएको थिएन त्यही कारणले जेनजी आन्दोलनले